मोदी सरकारको 11 वर्ष यो प्रतिबद्धता सिक्किमले के पायो? नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले 11 वर्ष पूरा गर्दै गर्दा सिक्किममा आयोजना गरिएको एक विशेष पत्रकार सम्मेलनमा केन्द्र सरकारले राज्यमा पुर्याएका उपलब्धिहरू सार्वजनिक गरिएको छ। सम्मेलनमा विभिन्न केन्द्रीय योजनाहरू अन्तर्गत गरिएका कामहरूको विवरण दियो भने केही चुनौतीहरू अझै बाँकी रहेको पनि उल्लेख गरियो। कार्यक्रममा गरिब, किसान, महिला, युवा र मध्यम वर्गको जीवन स्तरमा भएको परिवर्तनमा विशेष ध्यान केन्द्रित गराएको छ। जानकारीका अनुसार सबैभन्दा ठूलो उपलब्धिमा प्रधानमन्त्री गरीब कल्याण अन्न योजनालाई लिएको छ, जस अन्तर्गत 3.81 लाख जनालाई निशुल्क राहत खाद्य सामग्री उपलब्ध गराएको छ। प्रधानमन्त्री आवास योजना अन्तर्गत 2015 यता 4122 घर निर्माण गरिएको छ। जल जीवन मिशन अन्तर्गत 1.2 लाख भन्दा बढी ग्रामीण घरमा धारा जडान गरिएको छ, जसमा 1.066 करोड रुपियाँ भन्दा बढी बजेट खर्च गरिएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत 95,000 जनालाई बीमा सुविधा दिएको छ भने 46,530 जना असंगठित क्षेत्रका कामदारहरूलाई ई श्रम कार्ड वितरण गरिएको छ। विभिन्न योजनाहरू मार्फत 1,533 करोड रुपियाँ प्रत्यक्ष लाभ हस्तान्तरण डीपीटी को रूपमा जनताको खातामा पठाएको छ। किसानहरूले प्रधानमन्त्री किसान सम्मान निधि अन्तर्गत वार्षिक 6,000 रुपियाँ प्राप्त गरिरहेका छन्, जसबाट 32,190 किसान लाभान्वित भएका छन्। 2,959 किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ। यद्यपि बजार पहुँच र यातायात समस्याले अझै पनि किसानहरूलाई सताइरहेको छ। प्रधानमन्त्री मातृ वन्दना योजना अन्तर्गत 19,041 गर्भवती महिलालाई 5,000 रुपियाँ दिएको छ। उजाला योजना मार्फत 19,872 वटा एलपीजी जडान गरिएको छ। सुकन्या समृद्धि योजना अन्तर्गत 23,000 बालिकाले बचत गर्न थालेका छन्। तर टाढा रहेका ग्रामीण क्षेत्रमा अझै पनि महिला स्वास्थ्य र रोजगारीका अवसरहरूमा कमी देखिन्छ। युवाहरूका लागि सिक्किममा एमबीबीएस सिट 150 पुर्याएको छ र पीएमश्री योजना अन्तर्गत 51 विद्यालय आधुनिक बनाएका छन्। खेलो इन्डिया केन्द्र गान्तोक, नाम्ची र रेसेथाङमा स्थापना गरिएको छ। यद्यपि शिक्षित युवाहरूका लागि स्थायी रोजगारीको कमी एक मुख्य चिन्ता रहँदै आएको छ। सिक्किममा जनतालाई आयकरबाट पूर्ण छुट दिएको छ। मुद्रा योजना अन्तर्गत 1.52 लाख ऋण स्वीकृत गरिएको छ, जसको कुल रकम 1,511 करोड रुपियाँ छ। प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत 19,479 युवालाई तालिम दिएको छ, तर तालिमपछि स्थायी जागिर पाउन कठिनाई देखिन्छ। उन्नति योजना अन्तर्गत उद्यमशीलता प्रवर्धनका लागि 13 आवेदन प्राप्त भएको छ। प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम अन्तर्गत 23 बेरोजगार युवालाई सब्सिडी ऋण दिएको छ, तर पहुँच अझै सीमित देखिन्छ। आयुष्मान भारत अन्तर्गत 88,000 भन्दा बढी गरीब, 7,415 ज्येष्ठ नागरिक र 3,1106 फ्रन्टलाइन कामदारलाई स्वास्थ्य बीमा दिएको छ। 167 वटा स्वास्थ्य तथा कल्याण केन्द्र र 12 वटा जन औषधि केन्द्र स्थापना गरिएको छ। पीएम केयर्स फण्डबाट 5 वटा अक्सिजन प्लान्ट पनि स्थापना गरिएको छ। यद्यपि ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सेवा अभावमा छ। सिङताममा 300 बेडको र सोरेङमा 100 बेडको अस्पताल निर्माणाधीन अवस्थामा छ। गान्तोकमा 167 करोड रुपियाँको लागतमा नयाँ सरकारी मेडिकल कलेज निर्माण हुँदैछ। 2014 मा 176 किलोमिटर रहेको राष्ट्रिय राजमार्गहरू 2025 सम्ममा 709 किलोमिटर पुगेका छन्। NH10 को सुधार र NH 7178 को निर्माण कार्य अन्तिम चरणमा छ। प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत 286 ग्रामीण सड़क निर्माण गरिएको छ, जसले 1450 किलोमिटर दूरी समेटेको छ। शहरी विकास मार्फत गान्तोक र नाम्ची स्मार्ट सिटी मिशन अन्तर्गत विकास हुँदैछन्। अल्पसंख्यक मामिला मन्त्रालय अन्तर्गत विद्यालय, छात्रावास र सामुदायिक केन्द्रको पूर्वाधार सुधारका लागि 450 करोड रुपियाँ थप बजेट छुट्याएको छ।